केही समय पहिले मलाई अपरचोट नेपाल जानु परेको थियो। त्यसैले मैले दुईटा ट्रान्जिट भएको बाटिक एयरलाइन्सबाट प्लेन टिकट लिएँ। त्यसबाट सस्तो पनि पर्यो अनि छिटो पनि पुगिने थियो। तर समस्या के थियो भन्दाखेरि यसमा दुईटा एकदम छोटो छोटो ट्रान्जिट भएकाले अलिकति समस्या पर्दो रहेछ, स्पेसली लगेज हुनेलाई। मसँग त एउटा मात्रै लगेज थियो अनि त्यसको लागि पहिला बाली झर्नुपर्ने। बालीमा 1-1.5 घन्टाको ट्रान्जिट पछि मलेसिया जानुपर्ने। मलेसिया पुगेपछि त्यहाँ पनि 1 घन्टा लगभगको ट्रान्जिट। तर के समस्या भइदियो भने बालीमा त्यो ट्रान्जिट अलिकति लामो हुनु पुग्यो। त्यो हुनाले हामी मलेसिया पुग्दाखेरि ट्रान्जिट एकदम कम भयो। नाम समेत अनाउन्स गरिसकेको थियो। त्यसैले तपाईँसँग लगेज छ भने चाहिँ यो एयरलाइन्सबाट जाँदाखेरि एकदम विचार गर्नुपर्छ, किन भन्दाखेरि तपाईँ लगेज कुर्दा कुर्दै तपाईँको प्लेन छुट्ने सम्भावना हुन्छ। त्यसमा नेपाल पुगेँ। भोलिपल्ट फ्लाइट लिएर पोखरा गएँ। आकाश खुलेको थियो, कुहिरो लागेको थियो जमिनतिर, राम्रो देखिएको थियो। हाम्रो नेपाल भनेको हाम्रै नेपाल हो कि, कति राम्रो लाग्छ, कति राम्रो देखिन्छ। यो रूपाताल सोलर खेती गरेका छन् उहाँ रूपाकोट रिसोर्ट। कति राम्रो छन् हाम्रो गाउँहरू। अब रूपाताल देखिन्छ बिस्तारै। यो लामो चाहिँ रूपाताल हो। अहिले त झन् राम्रो बनाउँदैछन् क्या हो, ड्याम स्याम बनाएर। अनि त्यसको लगत्तै आउँछ हाम्रो बेगनासताल। यहाँ त एउटा डाँडो कटेपछि ताल छ। रूपाताल पछि कास्टेताल, रूपाताल पछि बेगनासताल पछि मैरीताल, सायद मैरीताल पछि दिपाङताल, गुन्देताल, कास्टेताल, समथिङ यसरी नै नाम छन्। यो चाहिँ बेगनासताल, यो ठुलो ड्याम भयो बेगनासताल। अनि यो बेगनासताल बजार, मोहरिया बजार। अहिले त बाटो पनि राम्रो बनाएका छन्। यो तेस्रो ताल मैदी भन्छन् जस्तो लाग्छ मलाई यसको। अनि दिपाङताल आउँछ। सबैभन्दा सुन्दर ताल भनेर भन्दो रहेछन् दिपाङताललाई। यसलाई राम्रो बनाउने भनेर खुब योजना लिएर आएको थिए, ड्याम स्याम बनाएको थिए। तर यो पनि त्यति राम्रोसँग सुरक्षित हुन पाएन। त्यसपछि आउँछ हाम्रो ताल। अब देखिन्न होला सायद, किन भन्दाखेरि एयरलाइन्सले अर्कै रुट लिन लाग्यो। तल बाटो देखिँदैछ, हाइवे। अहिले त लगभग राम्रो बनिसकेको छ बाटो। त्यहाँ देखियो कास्टेताल। अब त्यसपछि गुन्देताल भन्ने छ त्यहाँ नजिकै, तर अब जुम आउट गर्दाखेरि देखिएन। त्यस पोखरा लेखनाथ भ्याली चाहिँ राम्रोसँग देखिएको छ। आफ्नै घर यसो पहिलाउने कोसिस गर्छु। कालिका चोक भनेपछि अब देखिएन घर चाहिँ। यो रातो घरभन्दा पछाडिपट्टि पर्छ। अब ल्यान्ड भइयो पोखरा। त्यो हाम्रो कन्देनी डाँडा हेर्नु, आफ्नै घर निरको एयरपोर्टमा ल्यान्ड हुँदाखेरि अर्कै मजा। त्यसमा चाहिँ अब संसारकै सबैभन्दा ठुलो अब डोमेस्टिक एयरपोर्ट भन्नु पऱ्यो। अब इन्टरनेसनल एयरपोर्ट त हुन पाएन। डोमेस्टिक एयरपोर्टको लागि चाहिँ धेरै राम्रो एयरपोर्ट, किन भन्दाखेरि यति ठुलो। अब एयरपोर्ट पनि राम्रो छ, भित्र पनि राम्रोसँग। पोखरा आउन साथ स्त्री हिमालले स्वागत गर्छ। मनै आनन्द लाग्छ, सधैँ भइराखौँ जस्तो। आफ्नो गाउँ त्यस्तै राम्रो छ। मौसम अचम्मको छ। पानी परेको भोलिपल्ट माथि डाँडातिर जानुपर्छ। म पनि त्यसरी नै गएँ थुमाको डाँडा गएर मजाले बसेँ। सनराइज हुनलाई कुरेर बसेँ।
त्यति बेला अलिअलि फोटो खिचेको थिएँ। तिनीहरू यी हुन्। अनि सनराइज कुरेँ अनि बिस्तारै सूर्य निस्किँदै आए। यस्तरी दिन सुरु हुँदाखेरि कसको मुड राम्रो हुँदैन होला। यति राम्रो देखिन्छ हाम्रो गाउँबाट सूर्योदय। यति राम्रो छ हेर्नुहोस् हाम्रो थुमाको डाँडा, त्यो बेङ्गस्थल। अनि यो बिहानीको पारिलो घाम सबैतिर फैलिएको छ। हेर्दै टुक्क टिपेर खाइदिउँ जस्तो। अनि हाम्रो हिमाल खुलेका छन्, मुसुक्क हाँसेका छन्। पानी परेपछि त यति राम्रो देखिन्छन् कि हाम्रो हिमाल। ओहो, तल बारी, माथि धान। दसैँ तिहार तका यो मौसम यति राम्रो छ, फुल्छ कि। माछापुछीमा बाघ देख्नुभएको छ? नदेख्नेलाई कहाँ जस्तो हुन्छ, देखेपछि ओहो कहिले पनि बिर्सिँदैन। सर स्कुटर चढ्यो, आफ्नो घर गाउँ घुम्यो। यसमै कति रमाइलो छ, कति आनन्द छ। तर के गर्नु पुग्दैन। यस बाटोहरू पनि राम्रो बनाएका छन्। यिनै बाटोले गर्दा, यिनै सेवा सुविधाले गर्दा होला हाम्रो गाउँ नमुना गाउँ भनेर भन्थे पहिला। सायद अहिले पनि नमुना नै छ। अनि आफ्नै बारीमा गइयो, बुवाले केरा, एभोकाडो के रोप्नु भएको छ। यहाँबाट नि राम्रो हिमाल देखिन्छ। यो रुखहरू फाड्ने भने कुनै दिन पैसा कमायो भने यहीँ घर बनाएर बसौँला। अनि यो चाहिँ मेरो सबैभन्दा फेभरेट घर। यो घरसँग मेरो धेरै सम्झना छन्। मेरो बालापनका धेरै मिठा सम्झना यो घरसँग जोडिएको छ। त्यही भएर पनि म यो घरलाई धेरै माया गर्छु। त्यो ती झ्याल, तिनको नि अर्कै सम्झना छन्। यो बारी, मेरो दिदीले के लगाउनुहुन्थ्यो, कस्तो राम्रो हुन्थ्यो खेतीबारी। अनि त्यो कुनाको झ्याल, त्यो गोठामा कति धेरै सम्झना छन्। यो झ्याललाई कहिले पनि बिर्सिन्न। अहिले दाइले सानो कुटी बनाउनु भएको छ यता। अनि दाइले यहाँ काम गरिराख्नु भएको छ। मेरो प्यारो दाइ। कोदोबारी, केरा, सबभन्दा दुःख लागेको भनेको यो नहर यति फोहोर बनाएर यति अव्यवस्थित बनाएका। हामी पौडी खेल्थ्यौँ यो पानीमा, कस्तो राम्रो पानी आउँथ्यो बिजयपुरको। यो बिजयपुरको ब्यारेक बाटो बन्दाखेरि खिचेको भिडियो हो। अहिले त बाटो लगभग बनिसकेको छ। अनि यो चाहिँ हाम्रो ठुलो एकादशीको फुल तार्नलाई लिएर जाँदै गरेका। यो दिन नि खुब रमाइलो हुन्छ। अब साङ्कोमुखतिर जाउँ। यो दुर्सेलीको पात, यसको यो हाम्रो टिपिकल नेपाली टोइलेट पेपर। यो घरसँग पनि धेरै सम्झना छन्। अब साङ्कोमुखतिर जानलाई हामी बाटो छोडेर सर्टकटतिर लाग्यौँ। हामी भन्नाले भाइहरू आए मसँग, अनुराग र उमङ्ग। अनि हामी चिप्लो बाटो बिस्तारै ओर्ल्यौँ। केटाहरू खासै हिँड्ने बानी छैन, त्यो भएर अलिक गाह्रै पर्ला जस्तो छ। हामी केटकेटीमा यो बाटो खुब हिँडियो, नहरको छेउ। आज त नहर सुकेको रहेछ। नहरको छेउ केटकेटीमा माथि साङ्कोमुख, मेरो घर, हजुरबा, हजुरआमा, काका काकी, बहिनीहरू हुन्थे। त्यहाँ सधैँ जान्थ्यौँ हामी छुट्टीमा या शनिबार शुक्रबार पारेर। अर्कै आनन्द लाग्थ्यो। त्यति बेला न मोबाइल थियो, न अरू चिज थियो। हामी यत्तिकै रमाउँथ्यौँ। बगेर बाटोमा जाँदा बगेर टिप्ने, माछा समाउने, पानी नहुँदाखेरि नहरमा माछा समाउने। यो यतापट्टिको नहरको बाटो मलाई यस्तो राम्रो लाग्थ्यो। एकदमै पानी सङ्लो पानी बग्दाखेरि
कता कता स्वर्ग पुगे जस्तो फिल हुन्थ्यो। अनि यो चाहिँ यो पानी रोक्ने ड्याम हुन्छ। पानीको बहाव कहीँ घटाउनु पर्यो नहरमा केही पर्यो भने यहाँबाट कन्ट्रोल गर्छन्। यस्तो हाम्रो 2-3 वटा छन्। अनि यहाँनिर बन्थ्यो यो पानीको ड्यामले गर्दाखेरि। अनि केटाहरू पौडी खेल्थे यहाँनिर अलि बढी नै हुनाले, तर बहाव धेरै आउने भएर खेल्न नजान्नेहरू चाहिँ खेल्थेनन्। अनि त्यो ओडार मलाई 2टा आँखा जस्तो लाग्थ्यो सधैँ, कस्तो डर लाग्थ्यो। फुलहरू फुलेका छन् बिस्तारै। अनि यो हाम्रो हजुरबा यहाँबाट खस्नु भएको भनेर भन्नुहुन्थ्यो हामी गोरु लिएर आउँदाखेरि। अनि माथि साङ्कोमुखबाट कसैले देखेर अनि आएर बचार्नु भएको अरे। अनि हाम्रो हजुरबाले औषधि केही नखाइकन घिउ मात्रै खाएर सन्चुनु भयो अरे। अनि यहाँनिर चाहिँ मेरो बुवाले भन्नुहुन्थ्यो यहाँनिर यस्तो राम्रो मूल छ, म एक दिन पाइप ल्याएर धार बनाइदिन्छु भन्नुभएको थियो। भन्नलाई भन्नुभयो, तर कहिले पनि गरेको चाहिँ गर्नु भएन। कुनै दिन मैले गर्छु कि। अब बिस्तारै हामी सधैँ यसरी दिलै हिँडेर जान्थ्यौँ। हरेक चोटिका छुट्टै छुट्टै सम्झना हुन्छन्, त्यसै नोस्टाल्जिक बनाउँछ यो बाटो हिँड्दाखेरि। बिजयपुरको पानी सेतो भएको छ। वास्तवमा बिजयपुरको पानी एकदम सङ्लो छ। त्यो सेतीको पानी मिसाइदिनाले बिजयपुरको पानी यति नराम्रो भएको। सङ्लो पानी हुँदा पहिला यहाँ कस्तो सहर माछा भन्ने हुन्थ्यो अरे, अति मिठो माछा। अहिले त माछा पनि पाइँदैन। सानो हुँदाखेरि अङ्कलसँग यहाँ बिजयपुरमा माछा मारेको मलाई सम्झना आउँछ। खिर्रा कुटेर खिर्राले लट्ठ्याउँदो रहेछ। अनि खिर्राले लट्ठ्याएपछि माछा लट्ठेपछि अनि त्यसलाई समाउने। यो अर्को अब कन्ट्रोल, पानी कन्ट्रोल गर्ने ठाउँ अझै कन्ट्रोल यहाँबाट भएको छ। त्यो पानी सबै खोलातिर फालेर नहर सुकाएका छन्। मेरो हातभरि सबै ग्रिज लाग्यो। अब यो चाहिँ पानी खोलाबाट आउने पानी यति मिठो पानी हुन्छ यहाँनिर। पानी खोलाको यो माथिको धानहरू सबै चाहिँ पानी खोलाको पानीले हुने हो। त्यो भएर यस्तो राम्रो हुन्छ यहाँको खेती। अनि पानी पनि यति राम्रो हुन्छ। अनि यो चाहिँ हाम्रो फर्म नभनौँ, मेरो जग्गामा कसले खोलेको फर्म हो। हामीले जग्गा भाडामा दिएका छौँ। अनि हामी माथि बौर हुँदै माथि उक्लिँदैछौँ। लगभग साङ्कोमुख आइसक्यो हामी। फर्ममा भङ्गुर त ठुलै भइसकेर आएको छन्, तर मान्छे जाँदाखेरि बिरामी भयो भने त हामीलाई अझै छिर्न पनि दिँदैनन्। यो बिजयपुरको पुल बिजोग छ, हेर्नु बिजोग। यस्तो जमानामा झोलुङ्गे पुल बनाएर राखेका छन्। यो साङ्कोमुखमा खुबै कृषि क्रान्ति भयो रहेछ। यो चाहिँ मन्दिर, यो सबै ढुङ्गा मेरो हजुरबाले लिएर आउनुभएको। उद्घाटन अरू कसैले गरे, तर ढुङ्गा चाहिँ सबै बोक्नुभएको। यो हाम्रो साङ्कोमुखको घर। यहाँ हाम्रो धेरै सम्झनाहरू छन्। हाम्रो बालापनको धेरै हिस्सा यहाँ पनि बित्यो। अब फ्यान्सी यहाँ केही पनि थिएन, न टिभी थियो न केही थियो, र पनि रमाइलो लाग्थ्यो। यहाँ तल बारीमा हजुरआले पाती राखेर लसुन रोप्नुहुन्थ्यो। अहिले अर्कै कृषि क्रान्ति भएको छ। फर्क्यौँ यहाँ। यो बिजयपुरको नहरको पानी मुख्य छिराउने यहाँबाट हो। त्यही भएर यहाँ ड्याम जस्तो बनाएका छन्। यो बिजयपुरको पुल भत्केको कति टाइम भयो, बनाउने कसैले गरेनन्। तर यो ड्यामले गर्दाखेरि भत्काउन पनि सकेका छैनन्। यो पुल बनिसकेपछि यहाँ पानी जम्मा हुने भएर एक दिन हजुरबाले यहाँ बिचबिचमा पुल बनाउनु भएको थियो। त्यो पुल अनि मान्छेहरूले विश्वनाथले बिजयपुरको पुल भत्काउन लायो भनेर हल्ला गर्दै गरेको सुन्थेँ, मैले थाहा पाएको थिएँ। हामी यहाँबाट उहाँसम्म पुग्थ्यौँ। अहिले त अब त्यो एकपटक बाढीले भत्काएपछि कसैले बनाउनुतिर चासो दिएनन्। पहिला त्यहाँ तल झरेर जानु पर्थ्यो, पछि त्यो फलामको हाले। यो फलामको बिजयपुरको पानी यति राम्रो देखिन्छ, यति राम्रो शुद्ध पानी, अर्कै आनन्द लाउँछ। तर यो सबै सेतीको पानी मिसिएर बिग्रियो। अब यो यहाँबाट पानी कन्ट्रोल गर्ने यिनीहरूले कसरी गर्छन्।
अनि अब हामी फर्क्यौँ। यो चाहिँ गण्डकीको पानी युज गरेर बनाएको हाइड्रो पावर हो। यो ओडा देखेर पनि खुब डर लाग्थ्यो पहिला सानो हुँदाखेरि। यहाँबाट पनि अलिकति पानी कन्ट्रोल भयो रहेछ। लिक भएको होला कि कन्ट्रोल भएको नै। अब यहाँ सबै पहिला भिर थियो, अहिले केरा खेती गरेर रहेछन्। ठिकै हो। यो चाहिँ हाम्रो बाबियो, दसैँमा बाबियोको फिङ बनाउँथ्यौँ पहिला। अहिले त नाइलनको डोरीले बनाउँछन् के अरे। यो चाहिँ चलौसीको बुट्टा थियो। ब्याक टु सेम ओडार। धेरै सम्झना छन्। अब यति हो। अब फर्किएँ अस्ट्रेलिया। अब ब्याक टु नर्मल लाइफ। यो भिडियो आफ्नै लागि बनाउनु थियो, त्यसैले